यहाँ गाउँको भानिज नर्थ रिगु है, वहाँ भानिजको घर यहाँ तल देउराली फाटकको छेउमा छ। भानिजको नाम के भन्नुभयो? भानिज हजुर, अलि यता हेर्नुहोस् त। यहाँ हाम्रो कुमार भानिज, कुमार भाइ हो। उहाँ बिचरा हेर्नुहोस् बहुत मेहनती। हाम्रो मान्छेहरूले यसरी है गरी खाक देख्दाखेरि एकदम खुसी लाग्छ है। हेर्नुहोस् घर घर गाउँ गाउँ घुमेर यो कुकरहरू बिग्रेको हामीले फाल्नु आँटेको थियो। यो कुकर फाल्नु आँटेको थियो। अनि एउटा ग्राइन्डर मिसिन, मिक्सर मिसिन थियो। त्यो मिक्सर मिसिन बजार लगेको भए, बजारतिर टेक्निसियनलाई देखाएको भए 400-500 खाइदिइहाल्थ्यो। अब भानिजले भने त्यो बनाउनु पर्दैन, त्यो बिग्रेको छैन, त्यो यसो लिभर मात्रै लुज भएको रहेछ, म त्यतिकै बनाइदिन्छु भन्दैछ। हाम्रो मान्छे चाहिँ यस्तो हुन्छ है। र हाम्रो मान्छेमा अलिकति पराइमा चाहिँ फरक पर्छ। यो हेर्नुहोस् बिचरा यो झोला तकरिबन 15 केजी भन्दा उँभो छ। लगभग भानिजले 20 केजी 25 केजीको सामान झोलामा बोकेर चाहिँ गाउँ गाउँमा गएर चाहिँ यसरी सर्भिस गर्नुहुन्छ हो। यहाँ सर्भिस गर्नुहुन्छ। अन्त भानिजलाई फेरि यसो मुढा दिँदाखेरि पनि भानिज बस्दैन अरे नि त। म त फिन घुम्नुपर्छ, म त बस्दिनँ भन्छ। भानिज के बनाउँछ? भानिजले के रिपेयर गर्नुहुन्छ? गिजर पनि, गिजर, वासिङ मेसिन, ग्यास स्टोभ, मिक्सीहरू, टर्च लाइट, वासिङ मेसिन, त्यो के अरे त्यो इमर्जेन्सी लाइट्सहरू पनि हुन्छ। इमर्जेन्सी लाइट चाहिँ सामान पायो भने हुन्छ। ए गर्नु सक्नुहुन्छ। वासिङ मेसिनहरू पनि सबै गर्नुहुन्छ है, फ्रिजहरू पनि। कति भयो भानिजले यो काम सुरु गरेको? भयो 30-35 वर्ष। पहिला त म त ग्रेपमै गर्दै थिएँ। ग्रेपमा गर्नुहुन्थ्यो है बिचरा। यो काम चाहिँ कसरी सिक्नुभयो त तपाईँले? यो उता वेस्ट सिक्किम। वेस्ट सिक्किम? हजुर, दरमदिन। ए दरमदिन बस्नु भएको थियो? होइन, गान्तोकबाट त आएको। गान्तोकबाट गएको? स्कुल छोडेर गएर। स्कुल छोडेर? ए त्यहाँ दोकानमा बस्नुहुन्थ्यो? होइन, नस्ने सिस्टरसँग। अन्त होइन, यो काम चाहिँ कसरी? काम सिक्नु के ट्रेनिङ तपाईँले हेरेरै सिक्नु भएको कि पैसा तिरेर? पैसा तिरेर ट्रेनिङ गर्नु भएको थियो? 150 रुपियाँ। ए ट्रेनिङमा? ए वेस्टमै? ए एकदम राम्रो गर्नुभएको रहेछ होइन। एकदम खुसी लाग्यो, एकदम खुसी लाग्यो है।